वर्षा र बाढीबारे थाहा पाउन 1155 डायल गरौँ। यसमा फोन गर्दा पैसा लाग्दैन। पालिका, प्रहरी र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरी राखौं, सके कण्ठै पारौं। घर नजिकै रहेको अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवनबारे जानकारी राखौं। रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरी राखौं। वर्षायाममा मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरी राखौं। नागरिकता, लालपूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजपत्र, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं। टर्च, डोरी, सिट्ठी, लोरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं। नदीमा बढेको पानी, ड्याम र तटबन्धको अवस्थाबारे बेला बेलामा जानकारी लिँदै गरौं। विपद बारे चासो राखौं, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।